स्वागत छ यहाँहरू सम्पूर्णलाई अझै श्रेष्ठ युट्युब च्यानलमा। आज चाहिँ फेरि मैले अर्को एउटा नयाँ भिडियो लिएर आएको छु। हजुरहरूले देखिरहनु भएको छ यो कुन ठाउँ होला? यो हो काठमाडौँमा रहेको चावेलको बुद्ध स्तूपा। हेर्नुहोस्, आज मैले हजुरहरूलाई यो ठाउँ देखाउन गइरहेको छु। मन पर्यो भने हजुरहरूले मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। मैले यसरी नै हजुरहरूलाई नयाँ नयाँ भिडियोहरू लिएर आउने छु। यो चाहिँ चावेलको बौद्ध स्तूपा हो। हेर्नुहोस्, कति धेरै मानिसहरू आउनु भएको छ हेर्नको लागि। अनि अलिकति अहिले मैले देखेको चाहिँ पानीले गर्दा लेउहरू अलि लागिरहेको रहेछ। यो भिडियो चाहिँ उहाँहरू मार्फत उहाँहरूसम्म पुर्याइदिनु होला। ध्यान जाओस्, उहाँहरूको पनि अलिअलि सफा सुग्घरमा ध्यान जाओस् भन्दै म भिडियो अगाडि बढाउँदैछु। हेर्नुहोला है त के देख्नुहुन्छ हजुरहरूले। परिवारहरू पनि कति धेरै है, कति रमाइलो भिडियो। भिडियो इन्जोय गर्दै जानु होला। नमो बुद्ध, नमो नमः। इन्जोय गर्नु होला है साथीहरू, मेरो युट्युब परिवारहरू, हजुरहरू इन्जोय गर्नु होला। अनि मलाई कमेन्ट छोड्न नबिर्सिनु होला। बुढो बुवाहरू पनि यहाँ आराम गर्दै हुनुहुन्छ। धेरैजना आउनुहुन्छ यहाँ। कतिजनाको त जाने ठाउँ पनि हुँदैन नि त, अनि त्यही भएर बस्नलाई आउनुहुन्छ, इन्जोय गर्नुहुन्छ, समय बिताउनुहुन्छ। ल हेर्नुहोस् है, फेरि म अर्को ठाउँमा आइसकेको छु। यो कता होला गेस गर्नुहोस् ल। यो हो हाम्रो पशुपतिनाथ। दर्शन गर्नुहोस्, हजुरहरू सबैको कल्याण गर्नुहोस् पशुपतिनाथले। म अब पशुपतिनाथ आइसकेको छु। स्वागत छ, आशीर्वाद लिनु होला। जय शिव शङ्कर भोलेनाथ। सबैको कल्याण गर्नुहोस् भगवान। कस्तो क्युट हेर्नुहोस् न, बच्चा र मम। इन्जोय गर्नुहोस् है। हेर्नुहोस् त, हाम्रो पशुपतिनाथ पहिला फोहोर हुन्थ्यो, अहिले कति धेरै सफा भएको छ है। सबै ठाउँ यस्तै हुनुपर्छ है। हाम्रो नेपालमा कति धेरै छ नि मठ मन्दिरहरू, सबैको यस्तै संरक्षण हामीले गर्नुपर्छ, सफा सुग्घर बनाउनु पर्छ। यहाँ त झन् पुरा संसारका मान्छेहरू आउनुहुन्छ।
आज मैले हजुरहरूलाई पशुपतिनाथ पनि घुमाएँ। हजुरहरूलाई कस्तो लागिरहेको छ भिडियो हेर्नुहोस् अनि मलाई कमेन्ट छोड्न चाहिँ नबिर्सिनुहोस् है साथीहरू। हजुरहरूको लागि नै मैले भिडियो बनाएको हो नि त। साथ सपोर्ट भयो भने अघि बढ्न कति सजिलो हुन्छ। हाम्रो पशुपतिनाथ हाम्रो नेपालको गौरव, हाम्रो नेपालको शान, हाम्रो पशुपतिनाथ। जय शिव शंकर भोलेनाथ। जय 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 भोलेनाथ। ल दर्शन गर्नुहोस्, कल्याण गर्नुहोस्।